आज चाहिँ मैले लाइन मात्रै तानेर ड्रइङले अधुरो छोड्नुपर्छ भनेर सोचेको नि थिइनँ। सो हेलो गाइज, वेलकम ब्याक टु माई च्यानल। सो आज चाहिँ छ यमणी पुनीको बिदा। त्यही पनि हाम्रो स्कुलमा मर्निङ क्लास चाहिँ लाग्छ। केही छैन गाइज, म मर्निङ सिधा आएर डेमा आज रोनाल्डोको ड्रइङ गर्छु भनेर सोचिराखेको छु। रोनाल्डोको ड्रइङ चाहिँ म यो A3 साइजमा गर्नेवाला छु। गाइज मैले चाहिँ अब स्कुल ड्रेस लाएर टक्क रेडी भइसकेँ। अब मर्निङ सकाएर आएर दिउँसो भेटौँला। सो गाइज फाइनली म स्कुलबाट आइसकेँ र अहिले चाहिँ मैले खानासाना खाएर एकछिन घाममा बसिरहेको छु, देख्न सक्नुहुन्छ तपाईँहरू। सो अब चाहिँ गाइज एकछिन पछि म रोनाल्डोको ड्रइङ बनाउनेवाला छु। रोनाल्डोको ड्रइङ चाहिँ म A3 साइजमा र यो पिक्चर बनाउनेवाला छु। सो हेरौँ कि मैले बनाउन सक्छु कि सक्दिनँ। गाइज अब एकछिन चाहिँ हेर्नुहोस् हाम्रो छतबाट देखेको सिनेम्याटिक्स। अब चाहिँ ड्रइङ स्टार्ट गरौँ है त। म चाहिँ अहिले लाइन्सहरू तान्दैछु, ग्रिडहरू। गाइस अब चाहिँ म ग्रिडहरू तानेर तपाईँहरूसँग भेट्छु। गाइस मैले चाहिँ अहिले ग्रिडहरू तानिसकेको छु। अब ड्रइङ स्टार्ट गरौँ है त। मैले चाहिँ ड्रइङ स्टार्ट गर्छु त भनिहालेँ होइन, तर मैले जहाँसम्म लाग्छ आज ड्रइङ गर्न भ्याइँदैन जस्तो छ। त्यो चाहिँ यो रोनाल्डोको ड्रइङ अर्को पार्टमा आउँछ र यो पार्टलाई म यहीँ फिनिस गर्न चाहन्छु। सो बाई।